हाम्रो देशमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, मिडिया र ब्युरोक्रेसी र सुरक्षाकर्मीहरू यो सबै बेइमान हो, बेइमान। यिनीहरूको कारणले गर्दा देशमा सुशासन छैन, यिनीहरू अनुशासन छैन। यिनीहरू अनुशासन भएको भए देशमा सुशासन हुन्थ्यो, मानव अधिकारको बहाली हुन्थ्यो। तर सुशासनको नाममा के छ? चारैतर्फ भ्रष्टाचार छ, लुटतन्त्र छ, अन्याय छ, अत्याचार छ, मागी छ, कालोबजारी छ। यस्तो अवस्थामा हामी नेपाली जनता बाँचिरहेको छौँ। यो अवस्था गराउनेहरूलाई हामीले चिन्नुपर्छ। चिनेर मात्र होइन, यिनीहरूलाई समात्नुपर्छ। म यिनीहरूलाई सोध्न चाहन्छु, मानव अधिकारको नाममा आँसुको, वेदनाको, पीडाको खाल्दै खाल्दो छ। मसँग प्रमाण छ। म यो प्रमाण हजुरहरूलाई म दिन चाहन्छु। यो देशमा 100 जनामा 40 जना मान्छे डिप्रेसनको शिकार छ। यो देशको 10 जना महिलामा 1 जना महिला अत्यन्त पीडा अवस्थामा बाँचिरहेको छ। यो देशको 11 जना मानिसमा 1 जना मानिस भोकै सुत्छ। यो देशको 4 जना क्यान्सर पीडितहरूमा 3 जना क्यान्सर पीडितहरू मर्छ। यो देशको यस्तो अवस्था गर्ने को हो? यहाँहरूलाई हामीलाई पहचान गर्नुपर्छ। यो देशको यस्तो अवस्थामा दुर्दशामा ल्याउने कई पुँजीपति, लुटेरा पुँजीपति, बुर्जुवा पुँजीपतिहरू, सामन्तहरू, दलालहरू, नोकरशाहहरूले बनाएको यो संसदवाद के हो? चिया खाएर गफ गर्ने अड्डा हो। यो गफेरीहरूले यो देशलाई बर्बाद गरिएको छ। म एउटा अर्को प्रमाण हजुरलाई दिन चाहन्छु। यो देशको 1 करोड जति मानिसहरू विदेश पलायन भएछ। विदेश पलायन के हुन्छ? हामीलाई सोच छ म आफ्नो भाइलाई, आफ्नो बहिनीलाई, आफ्नो छोराछोरीलाई विदेशमा पठाउने। हाम्रो श्रम र सिपले विदेशको गगनचुम्बी महल बनाउने। विदेशको भूमिलाई म आफ्नो श्रम र सिप र स्किलले सिचेर विदेशको जमिनमा कट्ठाको 20 मन 30 मन अनाज उब्जाउने र हामी आफ्नै देशमा भोकै बस्ने, हाम्रै आफ्नै देशको जमिन बाँझो हुने। यो अवस्थामा हामी बाँचिरहेका छौँ। यसको जिम्मेवार म यो देशका नागरिकको नाताले म हजुरहरूलाई भन्न चाहन्छु। हजुरहरू तपाईहरू विचार गर्नुहोस्, मेरो कुरामा विचार नगर्नुहोस्, मैले मेरो कुरा नमान्नुहोस्। तपाईँ एकचोटि यो देशको एक मुठी माटो लिएर छातीमा लगाएर हेर्नुहोस्, यो माटोले तपाईँलाई के भन्छ। अनि भन्छ भने तपाईँ क्रान्तिको लागि अगाडि आउनुपर्छ। आदरणीय समुदाय, गज रहा है विप्लव सागर, नाचती क्रांति तरंग, पास में क्या है खोने का, जीत लेना है पूरे विश्व का, आगे बढ़े चलो भूखे नंगे डगर। आदरणीय जन समुदाय, आज हाम्रो जुन समस्याहरूको चाङ लागेको छ त्यो समस्यालाई समाधान गर्ने हामी तपाईहरु हो। यसको मूल कारण के हो? जुन व्यक्तिको पासमा पैसा छैन, जुन परिवारको पासमा रुपैयाँ छैन, जुन समाजको पासमा रुपैयाँ छैन, जुन देशमा रुपैयाँ छैन, त्यो देश हरेक दृष्टिकोणले पछाडि परेको देश हुन्छ।
हुन्छ। आज म एउटा उदाहरण दिन्छु। काठमाडौँको एयरपोर्टमा मान्छे चिया खान्छ, दिल्लीको एयरपोर्टमा मान्छे नास्ता गर्छ, र सिङ्गापुरको एयरपोर्टमा मान्छे खाना खान्छ। तर यस्तो पनि अवस्था छ, यो ठाउँबाट अर्को ठाउँमा जाने पनि स्थिति यहाँको मान्छेहरूलाई पनि छैन। यसको जिम्मेवार को हो? यसको जिम्मेवार त्यही लुटेरा पुँजीपति र त्यही संसदवादीहरू हो। यिनीहरूलाई हामी प्रश्न गर्नुपर्छ। यिनीहरूलाई प्रश्न नगरिकन हाम्रो समस्याको समाधान हुने बेला छैन। हाम्रो गाँस, बस, कपास, स्वास्थ्य, सुरक्षा, रोजगार, स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी हुनेवाला छैन। त्यसकारण आज एउटा नयाँ जनवादी क्रान्तिको अवस्था छ। यो नयाँ जनवादी क्रान्ति केको लागि? यो नयाँ जनवादी क्रान्ति वर्गहीन समाजको लागि, धर्महीन समाजको लागि। यो देशमा धर्म, जात व्यवस्था, नस्लवाद व्यवस्था एउटा धेरै ठुलो समस्या हो। मृत परम्परा, रूढिवाद, रूढिवादको मजबुत जंजीरमा बाँधिएको समस्याको नेतृत्व यो नेपालले गरिरहेछ। यो नेपालको सामन्ती लुटेरा पुँजीपतिहरूले गरिरहेछ। यिनीहरूको भण्डाफोड हामी तपाईँ सबैले मिलेर गर्नुपर्छ। यिनीहरूलाई मैले भन्दैन, यो भ्रष्टाचारीहरूलाई मैले भन्दैन बीच चुनावमा ल्याएर ढुङ्गाले हानेर मार्दियो, तर जेलमा त हाल्नुपर्छ। जेलमा हाल्नुपर्छ। यो जेलमा हाल्नुको लागि हामी तपाईँकै जिम्मेवारी हो। हामी काँधमा काँध मिलाएर, पदमा पद मिलाएर, स्वरमा स्वर मिलाएर यो भ्रष्टाचारी लुटेराहरूको विरुद्धमा एकजुट दिएर यदि हामी स्वर दिन्छौँ भने यो गफेरी संसदका चियाको अड्डावालाहरू एक छिनमा चुटकी बजाउँदा नै समाप्त हामी पारिदिन्छौँ। यो 19 दिनमा साम्राज्यवाद पहिचान गराउनेहरूले यो 19 दिनमा नै सामन्ती सत्ताको हामी बुरा टेकाइदियो। त्यो दुखौरी लुटेरा पुँजीपतिहरूलाई हामी प्रश्न गर्न सक्दैन। सकिहाल्छौँ नि, मात्रै हामी तपाईँ स्वरमा स्वर मिलाउनु पर्यो, आवाजमा आवाज मिलाउनु पर्यो। क्रान्तिको स्वर एक ठाउँमा आउनु पर्यो। हरेक घर घरबाट क्रान्तिको आवाज आउनु पर्यो। आदरणीय जनसमुदाय, 90% नेपाली जनताको बराबर, 90% नेपाली जनताको बराबर श्री सम्पत्ति 10 जना लुटेरा काला बेइमानहरूको सम्पत्ति छ। 75 जना जनताको बराबर 25 जना त्यो सामन्तीहरूको हातमा जमिन छ। उनीहरूको काठमाडौँमा पनि घर छ, फुटबलमा पनि घर छ, भैरवामा पनि घर छ, जनकपुरमा घर पनि घर छ। तर एकजना मान्छे गुङ्गी चबल महलको सहारा लिएर बस्दाखेरि हाम्रै सुरक्षाकर्मीहरूले के भन्छ? त्यो महललाई किन हेरेको? लाज लाग्दैन? हाम्रो यो सुरक्षाकर्मीहरूको यस्तो दृष्टिकोण छ। यो किसिमले यिनीहरूले व्यवहार गर्छ। तपाईँ जानुहोस् न, कुनै सुरक्षाकर्मीको निकायमा टाई पेन्ट सुट लगाएर अलिक चमकदार लुगा कपडा लगाएर यो सुरक्षाकर्मीहरू उनीहरूलाई सैल्युट गर्छ। अनि राम्रो लुगा छैन भने हेप 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 हेप। यो लुटेरा पुँजीपतिहरूको सुरक्षा गर्ने हो, नेपाली जनताको सुरक्षा गर्नेवाला छैन। यदि हुन्थ्यो भने त्यो महामाथि एउटा प्रश्न छ, सुशासन किन छैन? सुशासन किन छैन? यो प्रश्न छ देशको सुरक्षाकर्मीहरूमा। म केन्द्रीकृत गरेर यो देशको सुरक्षाकर्मीहरूलाई मैले उहाँलाई भनेको छ, भन्छु, तपाईँहरू पनि भन्नुहोस्।
तपाईं सावधान हुनुहोस्। यदि सावधान भएन भने एक दिन नराम्रो हुन्छ। म साँच्चै भनिहाल्छु, एक दिन नराम्रो हुन्छ। भूखे बन्दी संघर्ष के लिए हो जाओ तैयार। ये नेपाल अम्मा का है पुकार, भेजो लालिया। आओ हम सब मिलकर स्वागत करें मानवता का सुहावनी नया बिहार। हंसते हंसते दे देगा, न लोग भूखे मरेगा, न लोग भूखे जन्मेगा, खुश रहेगा संसार। ये मानवता का नया अवतार, मानवीय जन क्रांति जिंदाबाद। साथी हजुर तपाईँहरू एकचोटि नारा लगाइदिनुहोस्, मानवीय जन क्रांति जिंदाबाद।